हामी चाहिँ यहाँ युमथाङ भेलीमा झरेको छु अन्त याकहरू पनि देख्छ हामीले ओ होइन याकको गोबर पनि छ गाइस हेर्नुहोस् न यो फुलहरू चाहिँ यस्तो दामी दामी हेर्नु न भइभरि चाहिँ ए फुलै फुले यति दामी देख्ने यो चाहिँ टेक्दा पनि यसलाई चाहिँ यो फुल चाहिँ मान्छेले अहिले टेक्छ फेरि भोलितिर उठिहाल्दो रहेछ त्यस्तो दामी रहेछ हेर्नुहोस् है यस्तो दामी रहेछ गाइस याक हेर्नुहोस् न याक आउनु भाइ याक आउनुहोस् त याक हेर्नु न फेरि कति राम्रो आइज तोर्छ नि नकुद्नु न आइज आइज फेरि तर उनीहरू हामीसँग फोटो मात्रै खिच्ने भनेको त भाग्यो हेर्नुहोस् त बेबीहरूलाई हेर्दैछ यहाँनिर हाम्रो बेबिजहरूलाई हो हेर्दैछ हाम्रो बेबीलाई याकले मलाई पनि हेर्दैछ यसले म यता जाँदैछु नि त हाई याक ल फोटोहरू खिच्यो हामीले फेरि कस्तो ज्ञानी याकहरू रहेछ नि उनीहरू पेम्बा जाऊ तोर्छ बेबी याकलाई मात्रै खिच्नुहोस् न हौ डर पो लाग्यो म त खेदाउँदो रहेछ गाइस याकले फेरि कति ज्ञानी याक रहेछ हेर्नुहोस् न गाइस यिनीहरूले चाहिँ यो फुल चाहिँ खाँदैन रहेछ हो दुबो मात्रै खाँदो रहेछ हो मसिनो दुबो त्यो पनि देख्दैनौ के चाहिँ खायो यति बेसी फुल नखाएर हेर दुबो मात्रै खाएको यस्तो छ है गाइस याकहरू छेउछेउमै याक छ याकको छेउमा जानु डर लाग्छ फुलै फुलको बगैँचामा अलिअलि याकको गोबर पनि छ गुराँसै फुलेको छ तर गुराँस नि परिको गुराँस छ ऊ पिङ्क कलरको ल अँधेरो भयो पिङ्क कलर पनि रहेछ रेडमा रहेछ खै भेली पनि हामी फर्किनु थाल्यौँ चिसो चिसो भयो यो फुल चाहिँ यति दामी छ गाइस के भन्नु तपाईँलाई अब यो फुलको बारेमा त याक पनि यति बेसी हेर्नुहोस् याकै याक छ हाम्रो गाडी चाहिँ माथि पर्खिरहेछ